आउने पीडाहरूले चाहिँ दुःख पाउनुदेखि सिवाय केही पनि छैन। र श्रमदान अभियानमा पहिलो चरणको चाहिँ के हुन्छ भन्दाखेरि तपाईँहरू यति लागि पर्नु भएको छ होइन, यति लागि पर्नु भएको बिचमा कसैको घरमा त अब उहाँ निक्लिराख्नुहुन्छ अनि उहाँको परिवारले के भनिरहेछ, गाली गरिरहेछ कि होइन, त्यसलाई पनि हामीले सबभन्दा पहिला हाम्रो परिवारलाई श्रमदान भनेको के हो, श्रमदान हामी किन गर्छौँ, त्यसको लागि हामी किन लागि पर्नुपर्छ भनेर त्यसको लागि पहिला कुरा चाहिँ हामीले घरको परिवारलाई सम्झाउनु पर्यो। अब हामी चाहिँ श्रमदान भनेर गर्नेकै घरमा चाहिँ रिसाउनु थालेको त्यो त अर्थ रहेन। त्यसले गर्दाखेरि पहिलो वातावरण चाहिँ घरदेखि नै निकाल्ने सक्नुहुन्छ भनेदेखि आफ्नो परिवारलाई निकालेर श्रमदान अभियानमा एकपल्ट लानुहोस्। त्यहाँनिर कार्यक्रम हुन्छ, त्यहाँ गरिएको हुन्छ यो श्रमदान भनेको के हो, हामी श्रमदान किन गर्दैछौँ, खालि नारी मात्रै सफा गर्ने हो कि यो व्यथिति भ्रष्टाचारले पनि नियन्त्रण गर्ने हो, त्यो बारेमा आफ्नो घरको परिवारहरू सबैलाई एकपल्ट सम्झाउनु। परिवारबाट सबैबाट वातावरण राम्रो मिल्यो भने अहिले म पनि मेरो श्रीमतीलाई धरानमा दुईपल्ट पुऱ्याएँ, मजाले पाइप बनाएँ है। अब त्यहाँनिर श्रम अभियान गर्नेहरूलाई देखेँ कति पसिना। म पनि एउटा व्यवसायी मान्छे हो, तर पनि व्यवसायलाई त म हप्तामा 6 दिन 7 दिन हुन्छ भने 6 दिन त म व्यवसाय गर्छु, 1 दिन यो देशको निम्ति गर्छु। त्यसले गर्दाखेरि सबैजनाले पहिलो वातावरण भनेको महिलाहरूलाई त अझ गाह्रो हुन्छ। अब महिला यस्तो श्रमदानमा निक्लिँदा घरमा सासू होला होइन, आफ्नो श्रीमानहरू नबुझ्ने पनि हुनसक्छ, किनभने अहिले पहिलो चरणमा सबैले बुझिसकेका छैन। त्यसले गर्दाखेरि यो वातावरण पहिला मिलाउनु पऱ्यो। अब श्रमदानको अभियान गर्दै गर्दा एक ढुक्का कसरी हुने, हामी पनि स्वतन्त्र नागरिक भनेको चाहिँ हामी स्वतन्त्र, कसैको पनि लगातमा बस्ने होइन। हामी स्वतन्त्र भएर बाँच्न पाउनुपर्छ। अब पार्टीको झोले भएर ओहो मलाई त अब यो श्रमदान नगर्नु भने त्यसले गाली गर्ने कि मेरो पार्टीले गाली गर्ने हो कि भनेर अब उनीहरूको त्यो एउटा उयो हुन्छ नि जुन बक लगाएको त्यस्तो ठाउँमा हामी अब अडिने होइन, हामी स्वतन्त्र भएर बाँच्नुपर्छ। तपाईँको जुन त्यहाँ समाज संस्कृति श्रमदान भन्ने जुन खोल्नु भएको छ त्यो अति नै राम्रो छ, तर त्यसलाई अझ मेन छाता चाहिँ के छ भन्दाखेरि चाहिँ अर्कासँग रेगुलेसन भनेको चाहिँ अब यो देशको जनताको हितको निम्ति नयाँ नौलो तरिकाको देश बनाउने अभियान एउटा क्रान्तिसँग गर्ने चाहिँ हर्क साम्पाङले जुन एउटा अरेगुलेसन भनेर नाम निकाल्नु भएको छ, त्यसमा चाहिँ हामी समर्थन गरेर एक ढुक्का रहेर जुनसुकै ठाउँमा जस्तै हामी आएर पनि तपाईँले अर्को इलाकामा गएर गर्न सक्नुहुन्छ होइन, त्यो चाहिँ एउटा अभियान हो, यो नाम रहिरहन्छ। अब हामी हर्क साम्पाङ रेगुलेसन भनेको चाहिँ त्यसमा चाहिँ हामी एक ढुक्का हुने एउटा छाता हो, त्यसरी अब हामी स्वतन्त्र नागरिक समाजमा छौँ। त्यो पनि त्यही हो, हामीले गर्ने के हो भन्दा श्रमदान गर्ने, यो देशमा भएको भ्रष्टाचार व्यथिति देशोन्नतिको निम्ति चाहिँ हामी एक ढिक्का भएर बोल्दैछौँ। अब तपाईँ हामी म एक्लै चिच्याएर मात्रै हुँदैन, हामी सबै एक हुनु पऱ्यो। त्यसले गर्दाखेरि सबैजना झाक्नुहोस्। मैले भिडियोमा हेरिरहेको छु, हाम्रो यहाँ भाइसँग चाहिँ मैले परिचय गर्न सकिनँ, अलिक ढिलो पनि आएँ। के छ उहाँको नाम भने त्रिजल राई को हुनुहुन्छ? ए ल सेवा है, हजुरले पोस्टहरू गरिराख्नु भएको छ, हामीले हेरिरहेको छौँ। यसरी नै सामाजिक सञ्जालमा हाल्दै गर्नुपर्छ, पछि हुँदैन। यसमा चाहिँ के छ भने वडामा व्यथिति देशोन्नति भइरहेको छ भने त्यसमा नि हालिदिने हो होइन, र अब हामी एक भएर जाग्नु पऱ्यो। त्यसले गर्दाखेरि तपाईँ हामी एक हौँ र अब कहिले हुन्छ अहिले सबै कुरा अब उहाँले भन्नुहुन्छ र अहिलेको व्यथिति देशोन्नतिलाई कसरी चाहिँ हामीले के गर्ने र हर्क साम्पाङ रेगुलेसनलाई चाहिँ हामीले कहिले गर्ने, कसरी गर्न सक्छौँ भन्ने चाहिँ उहाँले भन्नुहुन्छ। त्यसै गरेर अब सबैजना श्रमदानमा जुटिराख्नु भएको छ। फेरि पनि हामी कुनै समय मिलाएर सबैजना ध्यान पनि जाउँ एकपल्ट, त्यहाँ पनि हामीले एकपल्ट यसो देखा गरेर
श्रमदान सहितको हरका सान्तवन सरसँग भला पछाडि गर्न सक्छौँ भन्दै छोटो मन्तव्य यही अन्त्य गर्न थालेँ। सेवा